हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आएर हुन्छ। म पनि एकदमै सन्चै छु गाइज होइन। अनि हिजो चाहिँ म धनगढी जानलाई रेडी भएको गाइज होइन। टिका सिका लगाएर सब रेडी गरेर कपडा सपडा लगाएर गएको होइन। अनि त्यहाँ गाडीमा ठाउँै भएन त्यही भएर चाहिँ म घर फिर्ता आइदिएँ। अनि गएको छैन, अब चाहिँ भोलि जानु पर्ला सायद। अब भोलि जान्छु, आज चाहिँ जाने कुरा भएन, आज चाहिँ गएन। अब भोलि चाहिँ म धनगढी जान्छु। अनि अहिले चाहिँ म चाहिँ ठिकै छैन क्या यार, उल्टी मनै लागिरहेको छैन। त्यही भएर अब उठ्छु, नास्ता खान्छु गाइज है। गाइज है म चाहिँ यहाँ अहिले चाहिँ चुङ्गी खेल्न लाग्यो। कसले खेल्नु भएको थियो सानोमा यी चङ्की, अर्ग्यानिक चङ्की। यो चाहिँ तानाबाट बनाएको है। हेर्नु त, यी ताना चप्पलको ताना काटेर बनाएको। बच्चाहरूले अब यो कसले बनाउनु भएको थियो, कसले खेल्नु भएको थियो होइन। टक्क कमेन्ट चटक्क हान्नु होला। म तपाईँलाई खेलेर देखाउँछु है। मलाई खेल्न आउँथ्यो पहिला चाहिँ हामी लास्ट खेल्थेँ कि, अनि कति म्याच हालेर खेल्थेँ कि खेल्थेँ। अब आजकल मलाई आउँथ्यो कि आउँदैन, म ट्राई गर्छु है। लेट्स सी। गाइज यार सक्दै सकेन यार, कति ट्राई गरेँ सक्दै सकेन। पहिला चाहिँ म 100 जति हानिदिन्थेँ कि, आजकल त म सक्दैन यार। 10 भन्दा बढी त हान्नै सकेन, 10 कि 8 भन्दा बढी हान्नै सकेन होइन। काउन्ट पनि गरेन। आजको भ्यू चाहिँ यस्तो चाहिँ पानी पर्ला जस्तो भएको छ। पर्न त सकेको छैन, अलिअलि सिमसिम पानी चाहिँ परिरहेको छ, तर नो प्रब्लम। मलाई केही फरक पर्दैन सिमसिम पानीले। बाख्राको खोर छ होइन। कसैलाई यो बोकाहरू चाहियो भने सम्पर्क गर्नु होला। गाउँमा चाहिँ मान्छे लाग्छ होइन गाई। आजकल चाहिँ बल्ल जोत्ने भन्दा भएर यहाँ खेती लाउनेको सिजन भएर खेतीपातीको, त्यही भएर यहाँ चाहिँ सब मान्छे बिजी छन् आफ्नो काममा। बल्ल जोत्नेतिर लागेका छन् सबैजना। अब म मात्रै हो, म अब लागेको छैन भने ड्याडी पनि जानुभएको छ तल, हाम्रो खेत तल छ। अनि त्यहाँ खेततिर जानुभएको। अनि म चाहिँ अब धनगढी जाने भनेर नगएको, अनि हिजो जाने भनेर नगएको यार। हिजो सिटै पाएन, भनिहालेँ मैले पहिला नै, त्यही भएर म गएन। अब भोलि जान्छु होइन। त्यही भएर म मात्रै छु घरमा, कोही छैन कि, सब आफ्नो काममा बिजी छन् होइन। यी केटाहरू चाहिँ खेले गर्छन् जतिखेर पनि। यही हो एउटा डन। यहाँ हेर त खै हाम्रो अडियन्सहरूलाई केही भनिदियो त गाइजहरूलाई। हाम्रो चाहिँ बाख्रा पालन छ, गाइजहरू बोके किन्ने भए आउनु होला। हाम्रो घर हो भटकिरा। यहाँमा चाहिँ एउटा घर, दुईटा, तीनटा, चारटा घर छन्। आउनु होला सिधै रोडै आउनु होला। हाम्रो लिनु होला गाइज। अनि यहाँ के ठ्याक्क हुन्छ पुगिन्छ, ठ्याक्क यहाँ यही भैँसाका वाला आउनु होला। ठ्याक्कै उही खोरमा जानु होला, ठ्याक्कै किन्नु होला, उनी जानु होला। कस्तो छ अनि दाम मिलाएर दिने गरेको छ कि कस्तो ट्याक्कै भन्ने गरेको, कस्तो गरेको छ बोकेको मल चाहिँ? मल 10,000 नि बेच्ने। 10,000 मा 10-11,000 मा। यो चाहिँ हाम्रो बाख्राको धनी हो, त्यही भएर त्यसले भनिसक्यो अब आउनु होला। बेच्ने कोही किन्नु चाहनुहुन्छ भने। गाई चाहिँ यहाँ चाहिँ मेरो भाइ काम गरिरहेछ, यसरी खनिरहेछ यहाँ। मेहनती छ मान्छे, के न के गर्छ जिन्दगीमा। यहाँ के भन्न चाहन्छ हाम्रो अडियन्सलाई भनिदिए त के? हामी चाहिँ यहाँ खन्दै लाछु गाउँ बुना लागि। पछि चाहिँ गाउँ भइसक्यो कि आमा खाने है। आज तेरो के हो? बर्थडे। सबैजनाले मेरो भाइ ह्याप्पी बर्थडे भनिदिनु होला। सबैजनाले है भिडियो मार्फत सबैजनाले ह्याप्पी बर्थडे काले लेखिदिनु होला। काले नै आशिक लेखिदिनु होला। आशिक साउद उसको नाम चाहिँ, हाम्रो प्यारो नाम चाहिँ काले हो। अब काले हामीले ब्ल्याक भनिदिन्छ होइन, ब्ल्याक भने कुट्छ हामीलाई। त्यसो नकुट भाइ नकुट, निबुन्नु अब निबुन्नु कुटिहाल्छ यो गाई चाहिँ। हानिहाल्यो हानिहाल्यो गाई चाहिँ। यस्तै हो काले दमाई भन्ने कुरा। अनि अमिला चाहिँ यहाँ चाहिँ ओहो, यहाँ चाहिँ प्रशस्त मात्रामा पाउँछ गाई चाहिँ। कसैलाई चाहियो भने सम्पर्क गर्नु होला, म ल्याइदिन्छु एउटा दुइटा है। छिटोभन्दा छिटो कमेन्ट हान्नु होला। अहिले भिडियो हेर्नेको साथमा अमिलो चाहियो भने भन्नु होला। ल गाई चाहिँ म चाहिँ अहिले मानिगडामा छु। अनि गाई चाहिँ पहिला चाहिँ होइन पहिला भन्दा पनि अस्ति नै भने के दसैँ तिहारमा चाहिँ यो ग्राउन्डमा मान्छे खेल्नलाई ठाउँ पनि हुन्थेन कि, हामी खेल्न नपाएर बाहिरै बस्थ्यौँ कि। आज हेर्नु न गाई यार, 2जना यी छन्, एउटा म मात्रै छु गाई चाहिँ। यस्तो सब गइसकेका छन्। अब भोलिदेखि म पनि जान्छु, सकिन्छ यहाँ कोही पनि हुँदैनन्। यो के होइन, अब सबै आफ्नो गन्तव्यतिर लागिसके। त्यस्तै गाई होइन, यो ग्राउन्डमा कोही पनि छैन कि। यस्तो छ यहाँको हालत। गाई आजको भिडियो चाहिँ यति नै। भिडियोमा भेटौँ। मन परेमा लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। अनि फलो चाहिँ गरिदिनु होला। ओके बाई। जय नेपाल, जय देश।